यो चाहिँ नेपालबाट आएको कोसेलीको पार्ट 2। सो हेलो एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। म रितिका। अघि एकदमै खुसी हुँदै एक्साइटेड हुँदै खोलेको झोलाभित्र चाहिँ खुर्मा थियो। यस्तो घुमेको खालको खुर्मा चाहिँ मैले फर्स्ट टाइम खाँदै थिएँ, त्यही भएर पनि म अलि धेरै एक्साइटेड थिएँ। मलाई चाहिँ पर्सनली यो खुर्मा एकदमै मिठो लाग्यो। हाम्रोतिर चाहिँ मैदालाई मजाले तेलमा पकाएर अनि चिनीको पाकमा डुबाएर खुर्मा बनाइन्छ। यस्तो खुर्मा चाहिँ मलाई त्यति धेरै थाहा थिएन। यो पश्चिमतिर बनाइन्छ होला, पूर्वतिर पनि बनाइन्छ होला, तर मैले चाहिँ फर्स्ट टाइम नै खाँदै थिएँ। अनि यो कार्टुनभित्र चाहिँ अब चक्कु आलु तास्नेहरू थियो, अनि भेराइटिज अफ अचारहरू थियो। कति धेरै अचार हाल्नुभएको रहेछ क्या दिदीले चाहिँ। मुलाको अचार, लप्सीको अचार, डल्ले खोर्सानीको अचार, तामाको अचार, अरू पनि धेरै नै थियो। अनि त्यसमध्ये एउटा अचार चाहिँ लिक भएर अलिकति तेलहरू पोखिएछ। सुरुमा चाहिँ कुन अचार लिक भयो भनेर हामीले थाहा नै पाएनौँ क्या, त्यही भएर अचारको प्याकेटहरू सबै काट्दै खोल्दै हेर्न थाल्यौँ। हातमा पिरो पिरो भएपछि चाहिँ डल्ले खोर्सानीको अचार लिक भएको रहेछ। यो भिडियोको लास्टमा चाहिँ म एउटा अर्को अनाउन्समेन्ट पनि गर्छु, त्यही भएर भिडियो लास्टसम्म हेर्नु होला। म त यो अचार देखेर यति धेरै खुसी भएको, माइ गड, यहाँ त खोर्सानी पनि कति धेरै महँगो छ नि त। डल्ले खोर्सानीको अचार आएपछि त हामी दुईजनै उफ्रेको क्या एकछिन। दिदीले चाहिँ कति धेरै खानेकुराहरू एकदम धेरै हाल्नुभएको रहेछ क्या यहाँ चाहिन्छ भनेर। मैले चाहिँ यति धेरै अचारहरू हालेको छुइनँ। अब अर्को पार्टदेखि चाहिँ हामी बोलेरै हालेको भिडियो आउँछ, त्यही भएर अर्को पार्ट पनि नछुटाउनु होला, म भोलि हाल्छु। अनि मैले लास्टमा भन्छु भनेको कुरा चाहिँ मेरो आइडीको बायोमा एउटा अर्को आइडी छ, त्यो आइडीलाई गएर फलो गर्नु होला। त्यहाँ पनि एक्साइटिङ कुराहरू आउनेवाला छ। आजको लागि यति नै। थ्याङ्क यू सो मच फर वाचिङ। बाई।